Hello everyone. Today we are going to talk about one of the important topic of physics जुन चाहिँ के हो स्मल एङ्गल प्रिजम है। अब चाहिँ के छ भन्दाखेरि हाम्रो चाहिँ यसरी चाहिँ एउटा स्मल एङ्गल प्रिजम छ अरे जसको चाहिँ एङ्गल अफ प्रिजम चाहिँ कति छ ए छ अरे है ठिक छ। अब यो प्रिजमको चाहिँ के भयो भन्दाखेरि यो वान अफ द रिफ्लेक्टिभ सर्फेसमा चाहिँ यसरी लाइट आएर चाहिँ के भयो इन्सिडेन्ट भयो है। यसरी लाइट आएर इन्सिडेन्ट भयो यहाँनिर चाहिँ के छ नर्मल छ अरे। नर्मल स्ट्राइक गर्ने बित्तिकै हाम्रो चाहिँ यो लाइट चाहिँ के हुन्छ हाम्रो चाहिँ टुवर्ड्स द नर्मल चाहिँ यसरी चाहिँ डेभिट हुन थाल्छ है। ओके डेभिट हुन थाल्छ। अब चाहिँ के भयो भन्दाखेरि यो चाहिँ निस्किने बेला हाम्रो चाहिँ यो रियर डेन्सर मिडियमदेखि रियर मिडियममा चाहिँ निस्किने बेला के हुन्छ भन्दाखेरि हाम्रो चाहिँ फेरि कतातिर हाम्रो चाहिँ टुवर्ड्स द नर्मल यसरी चाहिँ डेभिट भएर यसरी चाहिँ के भयो भन्दाखेरि अगाडि चाहिँ रिफ्लेक्टिङ सर्फेस थियो अथवा रिफ्लेक्टिङ मिरर थियो त्यहाँ गएर के गर्यो ठोक्यो। हाम्रो चाहिँ लाइट चाहिँ लेफ्ट ह्यान्ड साइडदेखि राइट ह्यान्ड साइडतिर गएर चाहिँ यसरी चाहिँ ओके। अब के भयो भन्दाखेरि पहिला सुरुमा चाहिँ हाम्रो चाहिँ लाइट जानुपर्ने कतातिर हाम्रो चाहिँ लाइट चाहिँ यसरी चाहिँ माथितिर जानुपर्ने यसरी चाहिँ टेस्ट 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 यसरी चाहिँ जानुपर्ने तर हाम्रो चाहिँ बिचमा चाहिँ के भयो भन्दाखेरि यो स्मल एङ्गल प्रिजम भएको कारणले लाइट चाहिँ के भयो भन्दाखेरि यसरी चाहिँ डेभिएट भयो। कसरी हाम्रो चाहिँ पहिलो सुरुमा चाहिँ डेभिएट भयो हाम्रो चाहिँ रो वान एङ्गल बनाएर चाहिँ के भयो हाम्रो चाहिँ लाइट डेभिएट भयो ठिक छ। त्यति बेला चाहिँ हाम्रो एङ्गल अफ इन्सिडेन्स चाहिँ कति थियो अरे I1 थियो अरे एङ्गल अफ हाम्रो चाहिँ रिफ्रेक्सन कति थियो R1 थियो अरे है। अब चाहिँ के भयो भन्दाखेरि लाइट चाहिँ गयो गयो अनि त्यसपछि हाम्रो चाहिँ के भयो भन्दाखेरि त्यसरी गएर रिफ्लेक्टिङ मिररमा गएर ठोक्यो। रिफ्लेक्टिङ मिररमा गएर ठोकिसकेपछि यो चाहिँ के हुन्छ भन्दाखेरि रिटर्न हुन्छ र जुन पाथदेखि गइरहेको थियो त्यही पाथमा गएमा के हुन्छ यो चाहिँ लाइट चाहिँ रिटर्न हुन्छ है। ओके तर लाइट चाहिँ जानुपर्ने कसरी हो हेर त यहाँदेखि यसरी आयो हाम्रो चाहिँ लाइट रिफ्लेक्ट भएर अनि यसरी चाहिँ माथितिर जानुपर्ने ओके हाम्रो चाहिँ माथितिर जानुपर्ने तर के भयो भन्दाखेरि हाम्रो चाहिँ फेरि रिफ्लेक्ट भयो। यो दोस्रोचोटि रिफ्लेक्ट भएको एङ्गललाई चाहिँ के भन्यो एङ्गल अफ हाम्रो चाहिँ एङ्गल अफ डेभिएसन √2 भनेर भन्यौँ है। अनि यो दुईटा डेभिएट नभएको लाइनले बनाएको एङ्गललाई चाहिँ के भन्यौँ एङ्गल अफ डेभिएसन रो भनेर भन्यौँ है। ओके अनि यति बेला हाम्रो चाहिँ √2 भयो बेला हाम्रो चाहिँ बनेको एङ्गल अफ हाम्रो चाहिँ के भयो इन्सिडेन्सलाई के गर्यौँ I2 भनेर भन्यौँ अनि यो चाहिँ एङ्गल अफ रिफ्लेक्सनलाई चाहिँ R2 भनेर भन्यौँ है। ओके त्यो चाहिँ के भयो भन्दाखेरि हाम्रो चाहिँ स्मल एङ्गल प्रिजम। अब यो प्रिजमको यो पोइन्टलाई मैले के भने बी भनेर नाम दिएँ यो पोइन्टलाई चाहिँ मैले सी भनेर नाम दिएँ। ओके सो अब यो फिगरमा हेर्ने बेला हाम्रो चाहिँ के छ भन्दाखेरि यो हेर्ने बेला हाम्रो चाहिँ के छ भन्दाखेरि यो रो वान र यो रो टू हेर त रो वान र रो टू चाहिँ केसँग बराबर छ यो रोसँग चाहिँ के छ बराबर छ यो रो वान र रो टू रोसँग बराबर छ किन सम अफ के थियो हाम्रो चाहिँ रो वान प्लस रो टू इक्वल टु रो सम अफ एक्सटेरियर एङ्गल अफ ट्रायङ्गल के हुन्छ भन्दाखेरि इज इक्वल टु हाम्रो चाहिँ दुईवटा इन्टेरियर एङ्गलको अपोजिटतिरको इन्टेरियर एङ्गलको समसँग चाहिँ के हुन्छ बराबर हुन्छ भनेर भन्यौँ है। ओके त्यही भएर चाहिँ यसलाई चाहिँ के भने फर्स्ट इक्वेसन भनेर भन्यौँ। अब यहाँदेखि चाहिँ यहाँ हेर त रो वान हेर त यो एङ्गल सरी हाम्रो चाहिँ यो I1 हेर त I1 चाहिँ यो रो वान र R1को समसँग चाहिँ के छ बराबर छ किनकि यिनीहरू दुईवटा के छ भर्टिकल्ली अपोजिट एङ्गल त्यही भएर मैले यो लेख्न पाएँ कि नै रो वान इक्वल्स टु हाम्रो चाहिँ के लेख्न पाइयो सरी I1 इक्वल्स टु हाम्रो चाहिँ रो वान प्लस R1 त्यही भएर चाहिँ रो वान इक्वल्स टु के लेख्न पाइयो I1 माइनस R1 लेख्न पाइयो नि सिमिलरली के लेख्न पाइयो भन्दाखेरि रो टू इक्वल्स टु हाम्रो चाहिँ I2 माइनस R2 पनि लेख्न पाइयो नि सेमै छ फिगर हेर है। अनि हाम्रो चाहिँ यहाँदेखि चाहिँ के आउने भयो भन्दाखेरि हाम्रो चाहिँ रो वान भनेको कति छ I1 माइनस R1 प्लस रो टू भनेको I2 माइनस R2 इक्वल्स टु के आउनुभयो रो आउनुभयो। अब मैले यसलाई चाहिँ यसरी पनि लेख्न पाइयो नि रो इक्वल्स टु I1 प्लस I2 अनि त्यसपछि दुइटैदेखि नेगेटिभ चाहिँ के गर्ने कमन तान्ने अनि त्यसपछि के हुनुभयो R1 प्लस R2 चाहिँ हुने भयो है ठिक छ। त्यसलाई चाहिँ के गर्ने इक्वेसन सेकेन्ड। अब हामी जाऊँ केमा भन्दाखेरि ट्रायङ्गल एन्ड ट्रायङ्गल एबिसी ट्रायङ्गलमा जाने बेला त्यहाँ तिनवटा एङ्गल छ हेर त एउटा चाहिँ के छ भन्दाखेरि एङ्गल ए छ अनि अर्को चाहिँ के छ एबिसी छ अनि अर्को चाहिँ के छ एसिबी छ है। हाम्रो चाहिँ तिनवटा एङ्गललाई चाहिँ के गर्यौँ जोड्यौँ है एङ्गल हाम्रो चाहिँ एबिसी प्लस हाम्रो चाहिँ एङ्गल एसिबी प्लस हाम्रो चाहिँ ई इक्वल्स टु 180 सम अफ एङ्गल अफ ट्रायङ्गल। अब के छ भन्दाखेरि यो हाम्रो जुन एबिसी छ नि यो हेर त यो एबिसी एङ्गल पत्ता लगाउनु पर्यो है। अब त्यसको लागि के गर्नु पर्यो भन्दाखेरि यो हेर त यो चाहिँ के भयो भन्दाखेरि हाम्रो चाहिँ लिनियर प्लेन भयो लिनियर प्लेनको सम चाहिँ 180 हुन्छ। अब यसलाई चाहिँ के गर्यो 20 देखि बाइसेट गर्यो यतातिरको कति हुनुभयो 90 डिग्री हुनुभयो। अब यो हेर त यो पुरै 90 डिग्री छ भने चाहिँ यति मात्र कति होला यो पुरै 90 छ यति मात्र कति होला भन्दाखेरि 90 माइनस R1 है ठिक छ। त्यसरी चाहिँ के आयो भन्दाखेरि एङ्गल एबिसी भनेको चाहिँ के आउनुभयो 90 माइनस R1 आउने भयो प्लस एङ्गल एसिबी भनेको चाहिँ के आउनुभयो 90 माइनस R2 आउने भयो प्लस ए इक्वल्स टु 180 सम अफ एङ्गल अफ ट्रायङ्गल भएको अनि 90 र 180सँग चाहिँ के भयो क्यान्सल भयो।
और ई इक्वल्स टु के आउनु भयो भन्दाखेरि हाम्रो चाहिँ R1 र R2 इक्वल्स टु भन्दा उता गयो भने दुइटै के हुनुभयो प्लस हुने भयो R1 र R2। अब हेर त ई इक्वल्स टु R1 प्लस R2 आयो। अब यसलाई चाहिँ केसको ठाउँमा सब्स्टिट्युट गर्न पाइयो भन्दाखेरि रो यो सेकेन्ड इक्वेसनको ठाउँमा है। सेकेन्ड इक्वेसन अब चाहिँ कस्तो हुने भयो भन्दाखेरि हाम्रो चाहिँ बिकम्स हाम्रो चाहिँ रो इक्वल्स टु के थियो भन्दाखेरि पहिलेदेखि I1 प्लस I2 थियो माइनस हाम्रो चाहिँ के आयो भन्दाखेरि यसलाई चाहिँ थर्ड इक्वेसन भन्नु भने है। अनि त्यसपछि हाम्रो R1 र R2 को ठाउँमा चाहिँ के लेख्नु पाइयो थर्ड इक्वेसनमा हेर त R1 R2 इक्वल्स टु ए छ ठिक छ। अब यो चाहिँ के आयो भन्दाखेरि हाम्रो एउटा इक्वेसन आयो। और रो इक्वल्स टु चाहिँ के हुने हो भन्दाखेरि यसलाई चाहिँ के लेख्न पाइयो हाम्रो चाहिँ I1लाई रुट अन्डर I1 को स्क्वायर होल स्क्वायर लेख्न पाइयो कि नै ठिक छ। अनि त्यसै गरेर हाम्रो चाहिँ I2लाई चाहिँ रुट अन्डर I2 को होल स्क्वायर लेख्न पाइयो कि नै। अब के गर्यौँ भन्दाखेरि हामीले चाहिँ एउटा टर्म चाहिँ थप्यौँ है रुट अन्डर माइनस 2 रुट अन्डर I1 टाइम्स I2 थप्यौँ है। अब यसलाई क्यान्सल गर्नको लागि 2 रुट अन्डर I1 टाइम्स हाम्रो I2 प्लस अनि के हुनुभयो माइनस ए हुनुभयो है। ओके, अब यो गर्नुको उद्देश्य के हो भन्दाखेरि यो दुइटाले एकअर्कालाई क्यान्सल गर्छ अनि माथिको टर्म आउँछ। तर हामीले चाहिँ यसलाई चाहिँ के गर्यौँ भन्दाखेरि कम्प्लिट स्क्वायरमा लगाउनको लागि हामीले चाहिँ यो नाटक गर्यौँ है। और रो इक्वल्स टु के आउनुभयो भन्दाखेरि रुट अन्डर I1 माइनस रुट अन्डर I2 को होल स्क्वायर अनि प्लस 2 रुट अन्डर हाम्रो चाहिँ के आउनुभयो I1 टाइम्स I2 माइनस ए आयो है ठिक छ। अब हेर त यो भ्यालु चाहिँ यो जुन हाम्रो रो छ नि यो मिनिमम हुनुको लागि चाहिँ के हुनु पर्यो भन्दाखेरि यसको भ्यालु चाहिँ कति हुनु पर्यो 0 हुनु पर्यो। यसको भ्यालु कति बेला 0 हुन्छ जब इन दुइटा चाहिँ बराबर हुन्छ। इन दुइटा बराबर भयो भने त एकअर्कालाई क्यान्सल गर्छ माइनस र प्लस अनि त्यसपछि हाम्रो चाहिँ यो भ्यालु चाहिँ के आइदिन्छ मिनिमम आइदिन्छ है। त्यही भएर चाहिँ यो मिनिमम हुनको लागि अथवा हाम्रो चाहिँ एङ्गल अफ डेभिएसन चाहिँ के गर्नुको लागि मिनिमम हुनुको लागि हाम्रो चाहिँ I1 र I2 चाहिँ के हुनु पर्दो रहेछ बराबर हुनु पर्दो रहेछ है। त्यसको लागि के गर्यौँ भन्दाखेरि फर फर मिनिमम एङ्गल अफ डेभिएसन रो चाहिँ के हुने भयो रो मिनिमम हुने भयो। अनि त्यति बेला चाहिँ के हुनुभयो I1 र I2 चाहिँ के हुनुभयो बराबर। यदि एङ्गल अफ इन्सिडेन्स दुइटै बराबर छ भने त्यति बेला एङ्गल अफ रिफ्र्याक्सन पनि के हुन्छ दुइटै बराबर हुन्छ है। और यहाँदेखि के आयो भन्दाखेरि रो रो सरी हाम्रो चाहिँ के आउनुभयो यो चाहिँ भन्यो है। ओके, हाम्रो चाहिँ के आउनुभयो यदि हाम्रो चाहिँ रो मिनिमम हुनको लागि अथवा हाम्रो चाहिँ एङ्गल अफ डेभिएसन चाहिँ मिनिमम हुनको लागि I1 र I2 चाहिँ के हुनुपर्दो रहेछ बराबर हुनुपर्दो रहेछ। यदि हाम्रो चाहिँ के छ भन्दाखेरि I1 र I2 बराबर छ भने चाहिँ हाम्रो चाहिँ त्यति बेला चाहिँ के लेख्न पाइयो भन्दाखेरि यो हाम्रो यो माथिको ऊवाला इक्वेसन हेर्नु त यो सेकेन्ड इक्वेसन जुन बनिरहेछ नि रो इक्वल्स टु के छ भन्दाखेरि I1 प्लस I2 माइनस ए छ भने R1 र R2लाई चाहिँ हामीले ए भनेर लेख्न पाइयो नि। अब अहिले के छ भन्दाखेरि फर मिनिमम डेभिएसन हाम्रो चाहिँ के छ भन्दाखेरि रो चाहिँ रो मिनिमम हुन्छ अनि I1 र I2 बराबर हुन्छ है। I1 र I2 बराबर छ भने चाहिँ इन दुइटालाई मैले के लेखेँ आई लेखेँ। R1 र R2 बराबर छ भने चाहिँ इन दुइटालाई आर लेखेँ। और रो इक्वल्स टु हाम्रो चाहिँ के आउनु भयो भन्दाखेरि 2I माइनस ए। और हाम्रो चाहिँ के आउने भयो भन्दाखेरि यहाँदेखि रो प्लस हाम्रो चाहिँ के आउनु भयो रो चाहिँ रो मिनिमम हुने भयो है। रो मिनिमम प्लस ए डिभाइड बाई 2 इक्वल्स टु हाम्रो चाहिँ आयो है। यसले चाहिँ के अरे फोर्थ इक्वेसन है ठिक छ। यो चाहिँ वान अफ द इम्पोर्टेन्ट इक्वेसन आयो है हाम्रो एङ्गल अफ इन्सिडेन्सको लागि। अब त्यस्तै गरेर हाम्रो चाहिँ एङ्गल अफ रिफ्लेक्सनको लागि हेरेर त इक्वेसन थर्डमा चाहिँ के छ भन्दाखेरि इक्वेसन थर्डमा ई इक्वल्स टु के छ भन्दाखेरि R1 र R1 प्लस R2 छ। तर R1 र R2 दुइटै बराबर छ भने चाहिँ दुइटालाई चाहिँ के लेख्नु पायो 2R और R इक्वल्स टु हाम्रो चाहिँ के आउनुभयो A/2। यहाँदेखि चाहिँ के आयो यो चाहिँ फिफ्थ इक्वेसन आयो है। अब हामीलाई के थाहा छ भन्दाखेरि फर रिफ्र्याक्टिभ इन्डेक्स है फर रिफ्र्याक्टिभ इन्डेक्स म्यू इक्वल्स टु के हुन्छ भन्दाखेरि साइन I डिभाइड बाई हाम्रो चाहिँ कति भन्दाखेरि साइन R हुन्छ। अनि म्यू इक्वल्स टु के आउनुभयो भन्दाखेरि साइन जस्तोको जस्तै I भनेको छ भन्दाखेरि डेल के सरी डेल भन्दा हाम्रो चाहिँ रो मिनिमम प्लस हाम्रो चाहिँ ए डिभाइजेबल बाई 2 अनि होल डिभाइड बाई के छ भन्दाखेरि हाम्रो चाहिँ साइन A/2 छ है। ओके, यो चाहिँ के आयो भन्दाखेरि रिफ्र्याक्टिभ इन्डेक्स फर हाम्रो चाहिँ केसको लागि भन्दाखेरि हाम्रो चाहिँ स्मल एङ्गल प्रिजमको लागि। ओके,